के तपाईलाई थाहा छ, धेरै आमा बुवाले आफ्नो बच्चा हुर्काउँदै गर्दा सबैभन्दा धेरै प्रयोग गर्ने शब्द रहेछ न, अर्थात् नखाऊ, नगर, नचल, नखेल, यस्तै यस्तै। यसको कारण मैले खोज्दै जाँदा के भेटेँ भने यदि हामीसँग त्यो बच्चाले कुनै काम गरिरहेको बेला अर्को काम गर्ने विकल्प भएको खण्डमा हामीले त्यसो बोल्दा रहेनछौँ। त्यसैले हामीसँग विकल्प बन्द भयो र सकियो भने त्यो गरिरहेको गतिविधिलाई नजोडेर भन्ने रहेछौँ। त्यसैले हामी आमा बुवाले एउटै मात्रै ठाउँमा परिवर्तन, अर्थात् यदि तपाईँको बच्चाले तपाईँका लागि कुनै काम नगर्नुपर्ने गरिरहेको छ भने उसलाई यसो नगर उसो नगर भन्नुको सट्टा यसो गर भनेर कुनै गतिविधि देखाउन सकियो भने बच्चा उत्सुक हुने र उसले सिक्ने सम्भावना धेरै हुने रहेछ।